मेरो साथी भनेर मात्रै भनेको होइन अरे नराम्रो छ भने म नराम्रै भन्छु यतालाई पनि थाहा छ फ्यान लिनु आइरहेको छु अन्त यो एउटा फ्यान हेरेको यो चाहिँ रोटेट हुँदैन अरे यो चाहिँ रोटेट हुन्छ अरे हामीलाई चाहिँ रोटेटवाला चाहिएको रोटेट गर्नेवाला ये सेल क्या में सेल है यो फ्यान त कस्तो डर लाग्दो बजाजको चाहिँ मेरो आउँदैछ साथी प्रियङ्का किनभने तिनीहरू चाहिँ जाँदैछ नि त कहिले पर्सि अनि जानु अगाडि एकताल भेट्छु पनि भन्दैछु अब ओपनिङमा त हुनु सक्दैन सो बरु यतिखेरै आएको ठिकै छ त्यसको आवाज आउँदैन रहेछ यो ठिक रहेछ अर्को यो यसको चाहिँ आवाज आएर नि त्यो मन परेन यसो कितना यसका 43 गाइस अहिले चाहिँ यो फ्यान लिइरहेको छु पुरा गरम छ त्यहाँ बस्सी नसक्नु अन्त यो चाहिँ हामीलाई पर्यो 2900 गाइस अहिले चाहिँ म क्याफेमा आएर हाम्रो नयाँ फ्यानको हावा खाँदैछु यहाँ हेर्नुहोस् मेरो कपाल कस्तो उठ्छ अन्त बाहिरको लागि चाहिँ फ्यान चाहिने भयो नि त अनि त्यही भएर बाहिरको लागि चाहिँ फ्यान ल्याएको फ्यान पनि दुइटा मात्रै ल्याएको थाहै छैन कतिवटा चाहिन्छ यो होइन के साह्रो मैला भएको यो यस्तै हो बाटोको छेउमा भएपछि न्यू एसी आइपुग्यो यहाँ अहिले चाहिँ खोल्दैछ नहीं होगा भैया इसका इसमें कौन नहीं होगा 45 रुपए हम खरीद के लेके आए 5 रुपए का मिल जाएगा इसमें नहीं जलेगा ये ना जलेगा ये क्या है भैया ये नारियल है लकड़ी का भगवान कितना है इसका इसका 150 रुपया ये क्या काम में आएगा ये आप पास से साजा के रखिए भगवान जी के सामने भगवान भगवानलाई नि आजकल यस्तो सोच चढाउनु ये राम्रो देखियो क्या गर्दैन यो चाहिँ 1500 यो 1000 यो मुनिको एउटै साइज हो यसको चाहिँ कति छ यो ठुलोको 45 के अरे गाइस तर के हल्का हो योहरू चाहिँ कसरी हो तर पुरा हल्का रहेछ हौ सो स्वीट हो कति रहेछ सस्तै 200 रुपया 250 रुपया यहाँ टाइम अन्त यो टाइम हेर्नु त मतलब कति टाइम गर्ने यो चाहिँ कसै हो यो 80 रुपया 80 मार्केटमा जहिले यहाँ भैयाकोमा खान्छु भैया पनि हेर्दा यतै बुढो भएछ पुच्का खाएर लास्टमा यो खाएन भने चाहिँ खाएको जस्तो लाग्दैन स्विट हो यो पर्दा हार्दीको जस्तो पर्दा चाहिन्छ नि साटनवाला ल हार्दीको के साटन हो साटनले त साइन हुन्छ यो कस 1100 ओके स्टार्टिंग ऐसे 350 से उधर का सब 350 450 ये सेट का 350 नीलिम यो त 13 मा भएको जस्तो है 1100 गाइस ये 450 ये कितना है ये 5 ये पहिला मेरो घरमा थियो चिरे छ एउटा पर पिस 250 यो 6वटा 250 गरेर यो सबै होलसेल हो नि त उता मार्केट भन्दा सस्तो यहाँ हुन्छ तपाईहरुलाई पनि इफ पर्दा लिनु छ भने चाहिँ यहाँ आउनुहोस् मार्केटमा अलिकति बेसी भन्छ यहाँ भन्दा बट यहाँ अलिक सस्तैमै पाउँछ यो ब्लू पनि राम्रो हो है ब्लू पनि राम्रो नि है यो चाहिँ पुरा मन पर्यो त्यो ब्लू जुन पेटै ओर्न सक्दैन फेरि भारी मनपर्छ नि पर्दा चाहिँ मेरो त्यो रुम पिङ्क कलरमा ब्लू कलर कस्तो घिनलाग्दो देखिरहेको छ तर मलाई लाग्यो कति राम्रो रहेछ हैन कितना इसका भैया सेट का 11
1100 विद लिनन में। सो नाइस नीलू में से रिंग अच्छा है, ये रिंग कवर सब किया हुआ है। वही उसका है ना रेंज। सब 3 वाला। व्हाइट वाला, ये व्हाइट का कितना है प्लेन? 350 और इसमें पिलो कवर आएगा 2 पीसेस। इसमें चाहिँ नेपाली प्लेन बेडसिट ल्याएको छ। मलाई चाहिँ यो सोफा कभर चाहिँ 750 गरेर अरे के राम्रो रहेछ यो त। नि हेलो फेरि पिङ्कै हुन्छ। 5 वटा पिसको 750। यो लिइहाल्यो एउटा। अब चाहिँ हामी निक्ले। मेरो साथीहरू चाहिँ आइपुग्यो फाइनली। अनि यिनीहरू चाहिँ हुँदैन उयसमा ओपनिङमा, सो अहिले नै फोटो खिचेको। अन्त म चाहिँ यहाँनिर चाहिँ यिनीहरूले हामीले चाहिँ यस्तो हातको खुवाउनु पनि पाएन, बट केही छैन, नेक्स्ट टाइम आउँदा जरुर खुवाउँछु है। अनि यिनीहरूले चाहिँ अहिले फोटोहरू क्लिक गर्दैछ। गाइस सोनिया इज योर। फर्स्ट अफ अल मलाई चाहिँ यहाँको चाहिँ नामै यति दामी लाग्यो पिएसएल। जे होस् दिदीहरूले जति प्लानिङ गरेको थियो होइन, बिबिए एमबिए काकाको प्लानिङहरू सबै सक्सेस भयो फाइनली। मलाई त खुसी लाग्यो। मेरो साथी चाहिँ यहाँ छ प्रियङ्का चाहिँ। पर्सनल फोटोग्राफर। अनि यिनीहरू आएको, यिनीहरूले हावा लिएर आएछ, भक्कु हावा आइरहेको छ। हावा आएर यिनीहरूलाई उडाउला जस्तो भइरहेको छ। ओहो कस्तो हावा आइरहेको छ। हामीले झन् अझै फ्यान पनि किनिरहेको थिएँ, प्लस हावा पनि आयो। तिमीलाई चाहिँ किन इन्स्टाग्राम चलाउनु नदिएको? गाइस मलाई अब तपाईँले इन्स्टाग्राममा पनि भेट्दैन, वाट्सएपमा पनि भेट्दैन, फेसबुकमा पनि। मलाई तपाईँहरूले ट्र्याकिङ गऱ्यो भने पनि अब तपाईँहरूले मलाई भेट्दैन, किनभने त्यसमा बहुत ठुलो रिजन छ। त्यो बादमा रिभिल गर्छु हामी, त्यो रिजल्ट पाएपछि। त्यो रिजल्ट पाएँ। यस अब छिटै आइज, छिटै भेटौँ। मलाई फेरि यहाँ सिकाएको जब यस्तो मन पऱ्यो, यस्तो मन पऱ्यो। तपाईँहरूले के भन्नु, किनभने फोटोहरू खिच्दा मेन आजकल के छ, मेन फोटोजहरू राम्रो आउनु पऱ्यो नि त खिच्दाखेरि कि। तर एकदम फोटोजहरू पनि राम्रो आउने, लाइटिङहरू पनि राम्रो। त्यो फोटो कस्तो आयो, मैले झुट बोल्दैछु भने तपाईँहरू मेरो इन्स्टाग्राममा गएर चेक गर्नु सक्नुहुन्छ। फोटो पनि एकदम राम्रो आउँदो रहेछ कि। अन्त यो मेरो साथी भनेर मात्रै भनेको होइन अरे। नराम्रो छ भने म नराम्रै भन्छु, तपाईँलाई पनि थाहा छ कि मलाई राम्रो लागेर चाहिँ मैले राम्रो भनेको है। तर अब खानाहरू पनि मलाई याद हुँदैन है, त्यो चाहिँ तपाईँहरू खानाहरूको लागि तपाईँहरू आएर टेस्ट गर्नुहोस् है, त्यसको लागि केही छैन। हाम्रो चाहिँ यहाँनिर पानी पस्ने रहेछ। यसमा चाहिँ के लगाउनु पर्ने भन्दा उसले भनिदिँदैछ, त्यो यस्तो हो के पाउँछ अरे, त्यो लगाउनु पऱ्यो। पानी पनि फेरि ठिक्कै आएछ अझै। उडाइहाल्ने जुन भित्र बारिस। आइदिएकोमा थ्याङ्क यू सो मच। सोनिया लामा ए भाइ राम्ररी जानु छ अहिले त नि। कम सुन। मैले अफिसमा त्यस्तो भन्थेँ कि स्याटरडे चाहिँ यस्तोमा जान्थेँ कि कुर्ता बेसी नलाएको खासमा सुहाउँदैन रहेछ। लाभामा यस्तै मजा आउँछ। ल जानु सोनिया, राम्रो हुन्छ, राम्ररी जानु, राम्ररी बस्नु। तपाईँ पनि, तिमी पनि आउँदै गर्नु है साथीहरू लिएर। सबैलाई पठाइदिनु ल ल ल गाइस, प्रियङ्काहरू पनि निक्लिसक्यो। अब चाहिँ म पनि यहाँबाट निक्लिनु आँटेको। आज यस्तो राम्रो वेदर भइरहेको छ कि पानी परेर त्यो चिसो हुन्छ नि त्यस्तो भइरहेको छ। अनि आजको दिनमा पनि यस्तै अब कतिवटा कामहरू गरेर अहिले चाहिँ हाम्रो लास्ट एन्डिङ चल्दैछ नि त। अब सबै कुरा ठिक गर्नुपर्ने। हामी चाहिँ यो विक ओपनिङ राख्छु सोचेको थिएँ, बट यो विक हाम्रो मिलेन कतिवटा कुराहरू। अनि कतिवटा काम पनि पेन्डिङै छ क्या। कतिवटा प्रब्लम हुँदो रहेछ क्या फर्स्टमा। अब यो कति मिस्टेकहरू हुँदो रहेछ। अब हामीले जानेको जस्तो लाग्छ, तर पनि कतिवटा मिस्टेकहरू भयो। अनि त्यसलाई फेरि एउटै काम 2 खेप 3 खेपहरू गर्नु परेको हुँदाले चाहिँ अब हाम्रो अलिकति एक्सटेन्ड भइरहेको छ। अलिकति एक्सटेन्ड भन्दा पनि 1 तारिक चाहिँ मे 1 तारिक चाहिँ ओपन गर्ने सोचेको छु। अनि त्यही हो, कतिवटा कामहरू गर्दैछु। अहिले चाहिँ यस्तो भइरहेको छ। फिलहाल चाहिँ म कस्तो भइरहेको छ देखाउँछु है तपाईँहरूलाई। अनि त्यसमा केहरू एड गर्नुपर्छ, केहरू गर्नु पर्दैन,
तपाईहरु पनि अलिकति हेरेर मलाई कमेन्ट गरिदिनुस् है। बाहिर चाहिँ हो complete. यहाँ से हुजूर सब मिला गाइस अब जानुपर्ने भयो घर। यो इलेक्ट्रिसियनको पनि काम रहेको थियो क्या, कतिवटा आदि कामहरू गरिदिएकै थिएन। यस्तै हुँदो रहेछ, फर्स्ट टाइममा नि कतिवटा मिस्टेक हुँदो रहेछ। प्लस उनीहरूले हामीलाई नटेर्दिएर कतिवटा कामहरू त्यस्तै भयो क्या, डबल गर्नुपर्ने। अनि अहिले चाहिँ इलेक्ट्रिसियन आउँदैछ नि त, अन्त हामी एकछिन वेट गरेको, कतिवटा पोइन्टहरू आफै राख्नु भनेर सोचेको थिएँ नि त। अनि अब सबै काम गरेर आज दिनभरिको काम सकेर अब निक्लिँदैछु घर। अनि ओपनिङको टाइममा तपाईँहरू पनि आइदिनुहोस् है। सो गाइज अहिले चाहिँ घरसर आइपुगिसकेँ। 10:30 जस्तो भयो। सबै कामहरू सकेर आएँ। सबै काम भन्दा पनि निकै काम बाँकी नै छ। जति नै सक्यो भन्दा पनि के न के निक्लिबस्दो रहेछ है। अन्त त्योहरू गर्दैछु अहिले चाहिँ। अन्त चाहिँ अहिले चाहिँ बेलुका राति हुँदैछ क्या, घर आउनु पनि कतिवटा कुराहरूको टाइम टेबल पनि मिलेकै छैन। अब यस्तै हुन्छ होला ओपनिङसम्म है। ओपनिङ भएदेखि चाहिँ अलिकति भए पनि ढुक्क हुन्छ जस्तो लागिरहेको छ। मेरो साथीहरू पनि आयो, प्रियङ्का र सोनिया मात्रै आउनु पायो। सोनुहरू चाहिँ अब आउनु पाउँछ पाउँदैन थाहा छैन, किनभने त्यसको त नानी पनि छ। नाना पनि भ्याउँदैन होला सायद। अन्त आस्था त बाहिर छ। मलाई चाहिँ एकदमै अब मेरो फर्स्ट अब होइन यस्तो ओपनिङहरू हुँदाखेरि चाहिँ मेरो साथीहरू होइदियोस् जस्तो लागेको थियो नि त। अब ठिकै छ, आफ्नो आफ्नो लाइफमा अब बिजी छ, बट स्टिल यस्तो अब तिनीहरू पर्सि जाने नि कति बिजी थियो, बट स्टिल आज मेरो लागि यति टाइम निकालेर त्यहाँ टाढोदेखि आइदियो। एकदमै थ्याङ्कफुल छु है मेरो साथीहरूलाई। राम्रो लाग्यो, खुसी लाग्यो। त केही खुवाउनु त पाइनँ, किनभने सेफै हुनु थिएन नि त आज। अन्त अब बट फेरि नेक्स्ट टाइम जब आउँछ त अब चाहिँ एकदम राम्ररी तिनीहरूलाई पनि खानाहरू खुवाउने इच्छा छ। सो यति नै थियो मेरो भिडियो। म यहीँनिर भिडियो एन्ड गर्दैछु। हजुरहरूलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर, कमेन्ट, सब्सक्राइब गर्नु नबिर्सिदिनुहोस् होला। अनि धेरैभन्दा धेरै माया दिइरहनुहोस्, सपोर्ट गरिदिनुहोस्। न्यू हुनुहुन्छ भने च्यानलमा सब्सक्राइब गर्नु नबिर्सिदिनुहोस् होला।